आज 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 यो अवस्थामा पुर्याउनलाई यो लज्जास्पद यो औचित्यहीन विरोध प्रति मेरो घोर खेद छ। संसदको ओज, संसदको गरिमा, संसदको उपादेयतालाई असान्दर्भिक बनाउने यो कदम प्रति मेरो खेद छ। सम्माननीय सभामुख महोदय, माननीय सांसदज्यूहरू यसरी चिच्याउनु होला भन्ने गजबको दृश्य पनि देखिराखिएको छ। संसदीय छानबिन समिति प्रति राष्ट्रिय स्वतन्त्र पार्टीको कहिले पनि विरोध छैन। मूल मुद्दा भनेको व्यक्ति केन्द्रित बनाएर एउटा पात्रलाई खुइल्याउने र खराब नजिर बनाउने हो कि समाधान गर्ने हो।